जिन्दगीको गोरेटोमा नि साथीहरू यस्तो यस्तो खालको मान्छेहरूसँग भेट हुँदो रहेछ कि कुनै साथीहरू चाहिँ यस्तो हुन्छ कि यसलाई कसरी गिराउने र यसको भावनासँग कसरी खेलबाड गर्ने भन्ने साथीहरू पनि भेट्यो भने कतिजना साथीहरू चाहिँ मेरो मनको भाव कुरालाई बुझिदिने मेरो हरेक दुःख सुखमा साथ दिने साथीहरू पनि भेटेँ क्या। अनि ऊ चाहिँ मेरो एउटा यस्तो बेस्ट फ्रेन्ड हो कि मेरो हरेक दुःख सुख अनि मेरो मनको भावनालाई बुझिदिन्छ। सो हाम्रो 2016मा चाहिँ हामी अहिले जुन जाँदैछौँ ओलम्पिक सिटी यो प्लाजामा हामी एउटा रेस्टुरेन्टमा काम गर्दा भेट भएको थियो होइन। अनि अहिलेसम्मको वर्णन चाहिँ यति राम्रो छ क्या। अनि हरेक दुःख सुखमा चाहिँ मैले उसलाई नै सुनाउने गर्छु नि त। अनि धेरैजना साथीहरू हुनुहुन्छ कि मलाई मेरो दुःख सुखमा साथ दिने साथीहरू, उहाँहरूमध्येमा ऊ पनि एकजना पर्छ क्या। उसलाई चाहिँ म एकदमै बेस्ट फ्रेन्ड भन्छु क्या। अनि त्यही भएर साथी भनेको चाहिँ यस्तो हुनुपर्ने रहेछ जस्तो लाग्छ क्या। जो चाहिँ नराम्रो साथीहरू छ नि म तिनीहरूलाई चाहिँ अलरेडी बाई बाई नै गरिसकेँ। सो थ्याङ्क यू सो मच पुनम, अहिलेसम्मको हाम्रो बन्डिङ चाहिँ यति राम्रो भएको छ अनि सधैँ यस्तै भइरहेको भन्न चाहन्छु। बाई बाई।